एम्बुलेन्सको आवाज गुन्जिएको थियो। युमेको कोडा स्ट्रेचरमा सुतेकी थिइन्, आँखाहरू अधखुला र मनमा एउटै कुरा, कति बदकिस्मत रहेछु म, कुरूप र मोटी। जस्तो केही त्यति पर्याप्त नहोस्, उनको मन पनि भाँचिएको थियो। जुन मानिसलाई उनी माया गर्थिन् त्यो त मानौ कुनै अर्को संसारको सुन्दर सपना, टाढा, उनको पहुँचभन्दा धेरै पर। बिस्तारै उनलाई लाग्यो कि उनको सास हलुका हुँदैछ। त्यत्तिकैमा छेउमा बसेका पारामेडिकले भने, हस्पिटल अब छिटै पुग्दैछौं। तर युमेकोले मनभित्रै हार मानिसकेकी थिइन्। उनले अन्तिम पटक यही सोचे, काश अर्को जन्ममा जिन्दगी अलि राम्रो होस्। केही बेरपछि युमेकोले आँखा खोलिन्। कोठा सेतो उज्यालोले भरिएको थियो। उनका आमा बुबा छेउमै, चिन्तित तर राहत पाएका अनुहार लिएर। युमेको, छोरी, तिमी होसमा आयौ? आमाले भनिन् आँखामा आँसु भरिदै। तर युमेको आश्चर्यले वरपर हेर्न लागिन्। तपाईहरू को? आमा बुबाले एकअर्कालाई हेरे। डाक्टरले बिस्तारी बताए कि युमेकोले आत्महत्या गर्ने प्रयास गरेकी थिइन्, तर चमत्कारले बचिन्। युमेकोको मन खसियो। मैले यस्तो किन गरे होला? बुबाले राहतको सास फेरे। कम्तीमा पनि तिम्रो अनुहारमा कुनै दाग परेन। युमेको चकित भइन्। दाग? मलाई ऐना देखाइदिनुस् न। आमाले बिस्तारै भनिन्, हाम्रो घरमा ऐना राख्दैनौ छोरी, तिमीलाई मन पर्दैनथ्यो। त्यसपछि मोबाइल थमाइदिन्। युमेकोले स्क्रिनमा आफूलाई हेरिन् र पहिलो पटक घृणाको सट्टा मुस्कान आयो। वाह, म त कत्तिको क्युट देखिएकी छु। आमा बुबा अवाक। सधैँ आफूलाई गाली गर्ने छोरी आज आफूलाई नै प्यारी भन्दै हाँसिरहेकी थिइन्। मेरो छाला कति सफा छ र यी आँखाहरू मानौ कुनै पप्पीका। तर आमा बुबा उनको खुसीमा रमाउनु भन्दा डराउन थाले। डाक्टर बोलाऊ, बुबाले फुसफुसाए। कतै दिमागमा असर त परेन? जाँचपछि डाक्टरले भने कि युमेकोलाई रेट्रोग्रेड एम्नेजिया, पुराना यादहरू हराएका। यस्तो अवस्थामा व्यक्तित्व बदलिनु सामान्य छ, उनले भने। आमा अझै चिन्तित। लोग्ने मान्छे के भन्लान्, छिमेकीले के सोच्छन्? तर बुबा र डाक्टरलाई एउटै कुरा, कम्तीमा पनि उनी बाँचेकी त छिन्। युमेकोले गहिरो सास लिएर मुस्कुराइन्। यदि मेरो यादहरू हराए केही छैन, जिन्दगी त अझै छ। उनी कोठामा हिँड्दै गुनगुनाउन थालिन्। आमा बुबा अल्मलिँदै तालिया बजाउन थाले। उनको हात समाएर युमेको भनिन्, तपाईहरू दुवै मेरो साथमा हुनुहुँदैछ, यसै ठुलो के चाहिन्छ र? केही दिनपछि युमेको अन्तत घर फर्किन्। घरमा पसेकी मात्र उनले चारैतिर हेरिन्। बिखरिएको कोठा, भित्तामा पोस्टर र टेबलमा अधखुला डायरी। उनी मुस्कुराइन्। कति प्यारी कोठा रहेछ। अलि फोहोर छ तर अपनत्व छ। अलमारी खोलिन्, पुराना, फिका रङका धेरै कपडा। किन यति बोरिङ कपडा मात्र छ मेरो? थोरै खोजेपछि एउटा क्युट टी सर्ट भेटिन्। लगाएर ऐना खोजिन्, अनि आमाको कुरा सम्झिन्। उनको अनुहारमा प्रश्न उभियो। के म आफूलाई हेर्न डराउँथे? बिस्तारै उनलाई बुझे, उनको पुरानो जीवन निकै पीडादायी रहेछ। उनले मोबाइल खोलिन्। ग्यालेरी खोल्दा एउटा पनि आफ्नो फोटो छैन। भौचक्क हुँदै उनले एउटा फोल्डर देखिन्, माई ह्याप्पी प्लेस। उत्सुकतामा खोलिन् र उनको मुटु जोडले धड्कियो। सयौं, हजारौं फोटो, एउटै पुरुषका, एउटा अपरिचित अनुहार, हरेक फोटो लुकीछिपी खिचिएको। यो को हो? कि मैले कसैको पछ्याइरहेको छु? उनको स्वर काँप्यो। के म स्टकर थिए? त्यतिकै ढोका ढकढक भयो। उनी चकित। आमाले भनिन्, उमेको, छिमेकीले सोधे काम कहिरे जान्छौ? मैले भनिदिए चाँडै। काम? उमेकोले सोधिन्। म कति वर्षकी हुँ? 24, आमाले भनिन्। उनको अनुहार चम्कियो। वाह, म त ठुली भइसकेछु। ठिक छ, भोलिदेखि अफिस जान्छु। अर्को बिहान युमेको उत्साहले भरिएकी। त्यही क्युट टी सर्ट मोबाइल क्यामेरामा आफूलाई हेरेर एकदमै पर्फेक्ट र अफिसतर्फ निस्किन्। बीचमा पार्क, कुनै अज्ञात आकर्षणले उनलाई त्यतातिर तान्यो। त्यहाँ झाडी छेउ एक मानिस, थकित, फिक्का अनुहार। तपाईँ ठिक हुनुहुन्छ? पुरुषले टाउको उठायो र युमेको जरो जमिन। त्यही अनुहार, फोटोहरूमा भएको? के हामी पहिले भेटिएका छौं? होइन, लाग्दैन, उसले भन्यो। युमेको लाजले रातो भइन्। ओ, सायद मैले गलत सोचेछु। तर उनी भन्लिन्, रुक्नुहोस्, म पानी ल्याइदिन्छु। दौडेर पानी लिएर आइन्। उनी हाँस्दै बोलिन्, म त मर्नै लागेकी थिएँ, तर अलि आराम गरे अहिले बाँचिरहेको छु, खुसी छु। पुरुष, केसुकै यो कि? हल्का मुस्कुरायो। त्यतिबेलै उसका असिस्टेन्ट आए। सबैले तपाईँलाई खोज्दैछन्, सर। केसुके मुस्कुराउँदै टाढा लागे। अर्को बिहान युमेको ठूलो उत्साहका साथ तयार हुन्छे। उसले हिजो पाएको त्यो प्यारी सानी टी सर्ट लगाउँछे र ऐनाको साटो मोबाइलको क्यामेरामा आफूलाई हेर्छे। एकदमै पर्फेक्ट। मुस्कुराउँदै ऊ अफिसतिर निस्किन्छे। बाटोमै एउटा पार्क पर्छ। केही उसलाई त्यतातिर तान्छ। हरियो घाँस, ताजा हावा, चिरपिर गर्ने चराहरू सबै कुनै पुरानो सपना जस्तै लागिरहेको थियो। त्यही बेला उसको नजर झालीछेउ बसेको एक मानिसमा पर्छ। ऊ धेरै थकित, फुस्रो र कमजोर देखिन्थ्यो। युमेको नजिक गई सोध्छे, तपाईँ ठिक हुनुहुन्छ? मानिसले बिस्तारै टाउको उठाउँछ।
र युमेको थचक्क अडिन्छे। उही अनुहार, उही जुन उसले फोटाहरूमा देख्थी। उसले अत्तालिँदै सोध्छे, के हामी पहिले भेटिएका छौं? मानिसले टाउको हल्लायो। होइन, मलाई त हुँदैन जस्तो लाग्छ। युमेकोको अनुहार रातो पर्यो। ओह, सायद मैले गलत सम्झे होला, ऊ लजाउँदै भान्छे। उसलाई महसुस हुन्छ, सायद उसले साँच्चै चुपके चुपके उसका तस्विर लिएको होगी। तर सङ्कोच हटाउँदै भन्छे, रुक्नुहोस्, म तपाईँका लागि पानी ल्याइदिन्छु। ऊ दौडेर जान्छे र 2 हात भरी पानी ल्याएर फर्किन्छे। मानिस मुस्कुराउँदै इन्कार गर्छ, छैन, म ठिकै छु। त्यसो नभन्नुहोस्, युमेको अडिक स्वरमा भन्छे। तपाईँ थाकेको देखिनुहुन्छ, आराम गर्नुहोस् नत्र स्वास्थ्य बिग्रिन्छ। ऊ हाँस्दै थप्छे, मलाई हेर्नुहोस्, म त लगभग मर्नै लागेको थिएँ, तर अलि आराम गरे र फेरि बाँचे जस्तै भएँ, खुसी पनि छु। उसको सच्चा कुरा सुनेर मानिस अचम्म मान्यो अनि हल्का मुस्कान दियो। तिमी मजादार छेउ, उसले भन्यो। युमेको लजायो। फ्लर्ट गर्ने शक्ति छ भने तपाईँ एकदमै ठिक हुनुहुन्छ। युमेको हाँस्दै भाग्छे र पहिलोपल्ट उसलाई महसुस हुन्छ, उसको अनुहार तातिरहेको छ। उता त्यो मानिस, केइसुके युकी, नजिकै उसको असिस्टेन्ट आइपुग्छ। सर, यहाँ हुनुहुन्थ्यो, सबैले तपाईँलाई खोजिरहेका छन्। केइसुके मुस्कुराइदिन्छ, मानौ केही सोचिरहेको हो। अर्को दिन युमेको आत्मविश्वासले भरिएर अफिस पुग्छे। काँधमा ब्याग, अनुहारमा मुस्कान र मनमा जोश। रिसेप्सन पुग्ने बित्तिकै सबैको नजर उसैमा टिक्छ। ऊ ढोका ढल्केर भन्छे, गुड मर्निङ सबैलाई, म फर्केँ। तर कोठामा सन्नाटा छाइदिन्छ। सबै कर्मचारी उसलाई हेरिरहेका, मानौ कुनै अपरिचित व्यक्तिलाई देखे झैं। के तपाईहरूले मलाई बिर्सिनुभयो? ऊ हाँस्दै भन्छे। एक महिलाले छिट्टै भनिन्, नै याद छ। बस तिमीलाई देखेर अचम्म लाग्यो, तिमी पहिले जस्तै देखिँदैनौ। युमेकोले मजाकमा भन्यो, किन आज म बढी सुन्दरी देखिएकी जस्तै? त्यति बेला पछाडिबाट गम्भीर आवाज आयो, अर्को शब्दमा तिमी बचेछौ? सबै चुप लागे। मुनि थिए उसका सुपरभाइजर, हिलोकी माएजनो। एउटै नजरमा डर लाग्ने कडा अनुहार। युमेकोले बिना झिझक जवाफ दियो, जी सर, मेरो याददाश्त गुमेको छ, त्यसैले सबैको अलि सहयोग चाहिन्छ। माएजोनोले टाउको हल्लायो, ठिक छ, सबैले युमेकोलाई सहयोग गर्नेछन्, अब काममा लाग। युमेको मुस्कुलाई, तर भित्र कतै अजीब डर उठ्यो। उसका निधारमा पसिना आउन थाल्यो। छिनभरमै एक महिला कर्मचारी उसकहाँ आइन्। उता मिटिङ रुममा जाऊ, बैठक सुरु हुन लाग्यो। युमेकोले तुरन्तै सोधी, ठिक छ, तपाईको नाम के हो? साकी, उसले मुस्कुराउँदै भनिन्। मिटिङ सुरु हुन्छ। केबल वरिपरि धेरैजना बसेका, सबैका अगाडि नोटबुक र रिपोर्ट। स्क्रिनमा लेखिएको थियो, नयाँ फ्लेभर प्रोजेक्ट, पटेटो चिप्स। पटेटो चिप्स? युमेको उत्साहमा बोली, मजादार लाग्छ। अरू सबै उदास जस्ता। एगले भन्यो, यो प्रोजेक्ट पास गर्न गाह्रो छ, बासलाई साधारण चिज मन पर्दैन। युमेको सोचमा पर्यो। उसले सहयोग गर्न चाहन्थ्यो, तर सम्झना शक्ति गइसकेकाले केही भन्न नसक्दै त्यसैबेला उसले ब्याग खोल्दा एउटा सानो नोटबुक भेटिन्छ। भित्र दर्जनौं आइडिया, चित्र, नोट्स। पहिले ऊ खुसीली, वाह, म त पहिले कति क्रिएटिभ रहेछु। तर अर्को पेजमा लेखिएको थियो, त बेवकुफ छेस, मोटी छेस, तेरा आइडिया निकम्मा छन्। उसको मन भारी भयो। यी लाइन पहिलेका उसैले आफ्नो बारेमा लेखेका थिए। उसले गहिरो सास बिएर भयो, अब म त्यस्तो बन्ने छैन। ऊ उठेर दृढतापूर्वक बोली, यदि हामी चिप्समा समर फ्लेभर राख्यौं भने कस्तो होला? जस्तै तरबुजा, रामुने वा बरफको गोलाको स्वाद, पाउडर झैं छर्किने? कोठा चुप। त्यसपछि कसैले भन्यो, के? यो त अजब हुन्छ। अर्कोले थप्यो, घिन लाग्छ। तर साकीले भनिन्, नहीं, यो रोचक छ, अनौठो छ, अनलाइन भाइरल हुन सक्छ। माएजोनोले कुनाबाट हल्का मुस्कान दिए। मिटिङ सकियो। सबै बाहिर गए, तर युमेको नोटबुकलाई हेर्दै बसिरही। तैले धेरै सही छेस, उसले बिस्तारै भन्यो। उसले नयाँ पाना खोली र लेखी, अबदेखि म आफूलाई माया गर्नेछु। त्यसैबेला मोबाइल बज्यो। हालो? हामी प्रहरी बोल्दैछौं, तयारबाट आवाज आयो। हामीलाई शङ्का छ कि तपाईको सुइसाइड प्रयास, सायद कसैले हत्या गर्न खोजेको पनि हुन सक्छ। युमेकोका हात काँपे। के? क्या? तर मलाई केही याद छैन।
यदि केही याद आयो भने तुरुन्तै बताइदिनुहोस् कहेर फोन काटियो। युमेकोले टाउको समाती। मर्डर, कसैले मलाई मार्न खोज्यो? उसका दिमागमा अजीब कल्पनाहरू आउन थाले। कहीं त्यो केही सुकै त होइन, वा कोही जसले मसँग प्रेम गर्थ्यो? ऊ केही क्षण कल्पनामा हराइन्। त्यही बेला पेट गुर्र हुन थाल्यो। ऊ हाँसी। पहिले केही खानुपर्छ। दिउँसो ऊ लन्चरुमतिर गइन्। साकी पहिले नै त्यहाँ थिइन्। केही पुरुष कर्मचारीले साकीसँग सोधे, साकी, हामीसँग लन्च जाने हो? साकी अलि झिझकी, तर युमेको दौडेर आई। धन्यवाद, म साकीसँगै बस्छु। पुरुष कर्मचारी अचम्म। यो के? युमेकोलाई लाग्यो सबै साकीको प्रशंसा गरिरहेका छन्, तर उसले त्यो आफ्नै लागि हो भनेर ठानेर हर्षित भइन्। उसले आफ्नो प्लेट समाती र उत्साहका साथ खान थाली। प्रत्येक परिकार ऊ चम्किलो उम्र्सेको रङको चिप्स चाख्दै। पुरुष कर्मचारी अचम्म। युमेको भोक र उत्साह दुवै देखेर एकले मजाकमा भन्यो, यति खाँदा मोटी हुन्छौ। युमेकोले गम्भीरतापूर्वक भन्यो, हतार नगर, सुन्दर अनुपातका लागि त राम्रोसँग खानै पर्छ। साकी हाँस्दै भनी, हो, धेरै खायो भने अनुहार गोलो देखिन्छ। युमेको झनै उत्साहमा, अलि तौल बढ्नु त झन् आकर्षक हुन्छ नि। पुरुष कर्मचारी हाँस्दै, डाइट नमान्न बहाना पो हो। लन्चपछि युमेको थाकेतो जस्तो महसुस गर्न थाली। साकीले हाँस्दै भनिन्, यसले खाऊ, मिन्ट अनि यी प्रेसर पोइन्ट थिच, निदाउन नदिन्छ। युमेकोले वरिपरि हेर्दा साकीको टेबल सफा देखी। साँच्चैकै सुन्दरता त तिमी दुवैमा बराबर नै छ, ऊ मनमने भन्छे। साकीले उसलाई हेरेर भनी, तर तिम्रो टेबल त अलि बिग्रेको छ। युमेकोले ध्यानपूर्वक हेरी। पहिले उसका कति नोटबुक र डायरी छरपष्ट थिए। यत्तिका आइडिया नोट? म त कति मेहनती रहेछु। साकीले सोधी, मिटिङमा बोल्ने हिम्मत कहाँबाट आयो? युमेकोले गर्वका साथ नोटबुक देखायो। पहिलेका युमेकोसँग धेरै आइडिया थिए, तर बोल्ने हिम्मत थिएन। साकीले पाना पल्टाइन् र उनको आँखा एक्कासै ठूलो भयो। उमेको मुस्कुराइन्, म चाहन्थे कि अब यी आइडियाहरू बाहिर आओस् र कसैले सुन्नुहोस्। त्यतिबेलै माइजोनोले उनको ध्यान ताने। युमेको, तिम्रो आइडिया मन पर्यो, तयारी सुरु गर। युमेकोले हुन्छ भनिन्, तर भित्रै अलिकति डराइन्। मिटिङपछि युमेको आफ्नो डेस्कमा फर्किन्छन् र शान्त भएर नोटबुक खोज्न थाल्छिन्। तर छिट्टै उनलाई थाहा हुन्छ कि उनका सबै ससाना आइडिया नोटबुक हराइसकेका छन्। उनको मन घबराउँछ। घडीले 11 बजाइरहेको थियो र पिच दिउँसो थियो। नोटबुक बिना उनी पूर्ण रूपमा हराइएकी महसुस गरिरहेकी थिइन्। केही सहकर्मी उनको ढोकासम्म आए र उनी चिन्तित भएको देखे। उमेकोले आत्तिँदै सोधिन्, के कसैले मेरा 10वटा नोटबुक देख्नुभयो? उता चाहिँ साकी चाहिँ एक ढोकाभित्र बस्दै त्यही नोटबुकहरू लुकाइरहेकी देखिन्थिन्। उनको अनुहार कठोर र भित्रभित्रै आधी चलिरहे जस्तो। त्यसै बेला मिजोनो उनको ध्यान ताने। युमेको, तिम्रा आइडिया मन परेका, तर बाँकी आइडिया भने निकै सामान्य थिए। साकीको आँखामा पीडा छल्कियो र उनी कसैलाई केही नभनी दौडिएर बाहिर निस्किन्छिन्। उता नोटबुक खोजिरहेकी युमेकोलाई थाहा पर्छ कि साकी कतै हराएकी छिन्। उनी चिन्तित भएर अफिसबाट बाहिर निस्किन्छिन् र साकीलाई खोज्न थाल्छिन्। अन्ततः उनीहरूको सानो पार्कसम्म पुग्छिन्, जहाँ उनीहरू प्राय बस्ने गर्थे। त्यही बेन्चमा चुपचाप बसिरहेकी साकी भेटिन्छिन्, अनुहार उदास, नीरव। युमेको सास समाउँदै भन्छिन्, लन्च सकियो, अफिस तुमी बिना खाली खाली लागिरहेको छ। साकी एक्कासै भावनामा बहिन्छिन्। उनले कागजले भरिएको पेपर ब्याग जमिनमा फालिदिन्छिन्। नोटबुकहरू भुइँमा छरिन्छन्। आँखा रसाउँदै उनी भन्छिन्, मैले यी चोरेकी हुँ, म थाकिसकेकी छु। यति मेहनत गरेँ, तर मेरा आइडियाहरू कहिले माथिसम्म पुग्दैनन्। तिमी फर्केर आयौ र तुरुन्त तिम्रो आइडिया अगाडि बढ्यो। मलाई लाग्यो कसैले मेरो मेहनत देख्दैनन्। युमेकोले रिस त्यागेर तर दृढ भएर साकीको हात समातिन्। उनको आवाज अब कठोर होइन, न्यानो थियो। तिमीले मलाई मद्दत गरेका थियौ जब म पूर्ण रूपमा हराइसकेकी थिएँ। तिम्रा फाइलहरू सफा, व्यवस्थित र प्रशंसनीय छन्। तिमी बिना म यो गर्नै सक्दिन। अहिलेका लागि म तिमीलाई चाहिन्छौ। साकी भित्रैबाट भड्किन्। दुवै बीचको त्यो मोमेन्ट न्यानोपनले भरियो। साकी रोइन् र केही क्षणपछि मुस्कान पनि देखाइन्। दुवै हात समाउँदै अफिस फर्किन्छन्।
अफिस फर्केपछि माएजोनोले कठोर रूपमा दुवैलाई सचेत गराउँछन्, तर तुरुन्तै काममा फर्काइदिन्छन्, किनकि अब पिचका लागि समय कम थियो। साकी रातभरि नोटबुक प्रयोग गर्दै प्रेजेन्टेसन तयार गर्छिन्। कागज सफा, स्लाइड प्रोफेसनल र हरेक बुँदा व्यावहारिक। युमेको आफ्नो लाइन बारम्बार अभ्यास गर्छिन्। दुवै मिलेर स्क्रिप्ट चम्काउँछन्। साकी भन्छिन्, तिम्रो आइडियामा खास कुरा छ, म संरचना मिलाइदिन्छु, तिमी भावना भर्ने काम गर। युमेकोले हात जोडेर भनिन्, ठिक छ, हामी सँगै छौं। पिचको दिन मिटिङ रुम भरिँदै जान्छ। युमेकोले नजर उठाउँछिन्। त्यही पार्कमा भेटिएको मानिस अब स्टेजमा बसेको उपाध्यक्ष केइसुकेको रूपमा देखिन्छन्। साकी बिस्तारै फुसफुसाउँछिन्, उही हुन् हाम्रो कम्पनीको उपाध्यक्ष। युमेकोले पिच सुरु गर्छिन्, विश्वासले भरिएकी र आफ्नो ऊर्जा सबैमा फैलाउँदै। उनले समर फ्लेभर चिपको आइडिया व्याख्या गर्छिन् र नमुना पेश गर्छिन्। चम्किलो ब्लू रामुने फ्लेभर चिप। केइसुकेले पहिलो टेस्टर उठाए, चपाए, सोचे र बिस्तारै बोले, स्वाद र प्रेजेन्टेसन पर्याप्त छैन। हामीलाई चाहिएको कोर भने छ, तर यसलाई अझै सुधार्नु पर्नेछ। रुमका केही अनुहार मायुस भए। उनीहरूले सोचे अस्वीकृति हुन सक्छ। तर युमेको तुरुन्तै बोली, यो त बस नमुना हो, आइडियामा दम छ। यदि टेक्सचर र कलर सुधारियो भने यो भाइरल हुन सक्छ। केइसुकेले उनको पूरा ध्यान दिए, हल्का मुस्काए र गम्भीर हुँदै भने, आइडियामा सम्भावना छ, तर 2 दिनमै यसको राम्रो रूप देखाउनु पर्नेछ। उसो साँझ सानो जितको उत्सव याकितोरीको हल्का प्रकाशमा मनाइयो। उमेको केही अनिश्चित थिए। के यो स्थान साकी जस्तो केटीका लागि ठिक छ? ऊ त सायद कुनै स्टाइलिश फ्यान्सी बार मन पराउँथिन्। तर साकीले हाँस्दै उसको मन शान्त पारे। अरे, मलाई याकितोरी धेरै मन पर्छ र तिमीसँग उत्सव मनाउँदा यो अझ विशेष हुन्छ। उमेको अनुहार उज्यालो भयो। सानो जितको पूर्ण आनन्द लिन ऊ तयार थिइन्। तर साकीले चाँडै सम्झाइन्, स्मरण राख, पिच पास हुनु भनेको काम सकिएको होइन, अझै धेरै काम बाँकी छ। उनीहरूको कुरा बिस्तारै केइसुकेतिर गयो। उमेकोले टिप्पणी गरिन् कि भाइस प्रेसिडेन्टका लागि ऊ धेरै जवान देखिन्छ। जब उनले सोधिन् कि के ऊ प्रेसिडेन्टको छोरा हो, साकीले सबै कुरा बताए जुन उनी जान्थिन्। केइसुकी पहिले प्लानिङ डिपार्टमेन्टको सदस्य थियो र मिजोनासँग राम्रो तालमेल थियो। तर प्रमोसनपछि मिजोनो अचानक टाढा भयो। साकीले अघि बताए कि केइसुके प्रेसिडेन्टको परिवारसँग सम्बन्धित छैनन्। यद्यपि प्रेसिडेन्टकी छोरी थिइन्, जो मिजोनोकी पत्नी थिइन्। साकीले एउटा अफवाह पनि सुनाइन्। भन्नुहुन्छ कि मिजोनोकी पत्नी केइसुकेसँग अफेयर गर्दै थिइन् र आफ्नो प्रभाव प्रयोग गरेर उनलाई भाइस प्रेसिडेन्ट बनाइरहेकी थिइन्। तर साकीले स्वीकारिन् कि यो केवल अफिसको अफवाह हो र उनलाई विश्वास थियो कि मिजोनो र उनकी पत्नी पहिले नै अलग भइसकेका छन्। उमेकोलाई विश्वास गर्न गाह्रो लाग्यो, किनभने केइसुके धेरै दयालु र शान्त देखिन्थे। तर त्यसपछि उनलाई सम्झना भयो कि आज बिहान ऊ कति चिसो र दूरी राखेर प्रस्तुत भएको थियो र उनको मनमा शङ्का उठ्यो। दुवैले निर्णय गरे कि उनीहरू अगाडि आउने प्रेजेन्टेसनमा पूर्ण प्रयास गर्नेछन्। अर्को बिहान उमेको पार्क पुगिन्, जहाँ उनी प्रायजसो केइसुकेलाई हेर्न आउँथिन्। तर त्यो दिन उनी त्यहाँ थिइनन्। थोरै निराश भई ऊ अफिसतिर लागिन् र बाटोमा देखिन् कि केइसुके प्लानिङ डिपार्टमेन्टबाट निस्किरहेका थिए। जब उनले सहकर्मीलाई नमस्ते भनिन्, सबै उनको तर्फ अचम्मित र डराए झै हेर्दै थिए। उनीहरूले बताए कि केइसुके भर्खर आएका थिए र उनलाई एउटा आइस बक्स छोडेर गएका थिए। उमेकोले सपना देख्दै सोची, सायद यो उनलाई प्रोत्साहित गर्ने सानो तरिका हो। तर सहकर्मीहरू शङ्का गर्दै थिए। जस्तै सबैले उत्सुकताका साथ बक्स खोले, उनीहरूको अगाडि रामुने बोतलहरूले भरिएको कुलर थियो। तनाव क्रमशः कम भयो। सायद केइसुके त्यति चिसो र टाढा थिएनन्। तर साकी अझै शान्त थिइन्। उनले सम्झाइन् कि पिच अझै पूर्ण छैन र डेडलाइन भोलि हो। एक सहकर्मीले भन्यो, हामी प्लानिङ डिपार्टमेन्टका सदस्य हौं, समाधान खोज्नु हाम्रो काम हो। उसले आफ्नो लागि एउटा बोतल खोल्यो। तर जस्तै उनले क्याप थिचिन्, फिज! स्पार्कलिङ ड्रिङ्क फ्लोरमा फैलियो। उमेको त्यहाँ उभिएर चम्किलो पोखरी हेर्दै थिइन् र त्यति बेला उनको दिमाग चम्कियो। एउटा विचार आयो। उनले साकीको हात समाइन्। मेरो साथ आउनुहोस्। दुवै तीव्र कदमले फुड डेभलपमेन्ट रिसर्च रुमतिर दौडिन्। तयार थिए युमिको नयाँ आइडिया परीक्षण गर्न।
दिनभर र रातभर काम गर्दै उनीहरू मिक्स टेस्ट र स्वाद जाँच गर्दै थिइन्। सूर्योदयसम्म उनीहरूको थकान गर्वमा परिणत भयो। अन्तिम परिणाम अगाडि थियो। चिप्स जुन पहिलेभन्दा पूर्णतय फरक देखिन्थ्यो र स्वादमा पनि नयाँ थियो। उमेको र साकीले थाकित मुस्कानसहित हाइफाइभ गरिन्। 24 घण्टाभन्दा बढीको मेहनतपछि उनीहरूले आफ्नो सृजनाप्रति गर्व महसुस गरिन्। मिटिङ सुरु भयो। हरेक एक्जिक्युटिभलाई नयाँ चिप्सको सानो कचौरा दिइयो। केइसुकीले पहिलो बाइट लिए। यसपालि उनका आँखा चौडा भए। चिप्स मुखमा फिज र पप गरिरहेका थिए। युमिकोले स्पष्ट गरिन् कि उनले क्रस्ड कार्बोनेटेड क्यान्डी राखिन् ताकि रामुने फ्लेभर र ताजगी दिने पपिङ इफेक्ट आओस्। केइसुके प्रेसिडेन्टको तर्फ झुकेर भन्छन्, यो प्रोडक्ट रिस्की छ, तर सायद यसलाई मौका दिनुपर्छ। अन्तिम निर्णय उनकैसँग थियो र केइसुकेले प्रोडक्टलाई अप्रुभ गरे। साकी र युमिकोले एक अर्कालाई अँगालो हालिन्। उत्साह रोक्न गाह्रो भयो। जसोसुकै जब केइसुके बिल्डिङ छोडिरहेका थिए, युमिकोले उनलाई आवाज दिइन्। उनीहरूले आफ्नो एसिस्टेन्टलाई इसारा गरे र आफै पछाडि रोकिए। उनीहरूले माफी गरे कि बिहान पार्कमा भेट हुन सकिन। बताए कि रामुने किन्ने क्रममा समय गुम्यो। र नि थपे कि अचम्मको कुरा यस खोजी क्रममा उनलाई सामान्य चिन्ता अनुभव नभएको र त्यसका लागि उमेकोलाई धन्यवाद दिए। युमीको धन्यवाद दिन लागिन्, तर केइसुकेले टाउको हल्लाए। नै, मलाई तिमीलाई धन्यवाद दिनुपर्छ। तिम्रो उत्साहले मलाई पनि प्रेरणा दियो। पछि उनीहरूले बिदा लिए र बाचा गरे कि हरेक दिन पार्कमा भेट हुनेछ। उमेको खुसीले झुमी। सास लिएर ठाने कि केइसुके साँच्चै राम्रो व्यक्ति हुन्। उसले आफूलाई बुझाए कि उनी कुनै अफेयरमा फस्न सक्दिनन्। दिल छिटो धड्कियो र उनले महसुस गरिन् कि उनी केइसुकेका बारेमा सबै जान्न चाहन्थिन्, किनभने उनी निश्चित रूपमा उनको प्रेममा परेकी थिइन्। त्यतै बेला एउटा मिस्टिरियस मानिसले उनलाई बोलाए, उनलाई अचम्मित पार्दै। धन्यवाद हेर्नुभएकोमा।